भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण रसुवाको तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहु र पूर्वी नवलपरासी समेत प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले तत्काल उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको छ। रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत 64 जना प्रहरी मध्ये 32 जना प्रहरी सम्पर्कमा आएका छन् भने 28 जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन्। यसैगरी हालसम्म विभिन्न जिल्लाहरूमा 100 वटा शव फेला परेको छ। यस प्राकृतिक विपदलाई मध्यनजर गर्दै नेपाल प्रहरीबाट केन्द्र अर्थात् प्रहरी प्रधान कार्यालयबाट र स्थानीय प्रहरीहरू समेत परिचालन भएको अवस्थाहरू छ। केन्द्रबाट थप मेडिकल टिम सहित प्रहरी वरिष्ठ उपरीक्षक छन्दबहादुर बुढाथोकी 98 49 39 26 23 को कमान्डमा 22 जना प्रहरी जनशक्ति रसुवातर्फ पठाइएको छ। उद्धार तथा खोजी कार्यको लागि 4 वटा ड्रोन समेत परिचालन गरिएको छ। स्थानीय प्रहरीहरू विभिन्न जिल्लामा गरेर 3318 परिचालन भएका छन्। सब व्यवस्थापन मुचुल्का लेखन तथा कानुनी सहायता एवं समन्वयका लागि प्रहरी नायब महानिरीक्षक सुदर्शन प्रसाद कोइराला आपतकालीन समन्वय केन्द्रको लागि खटिनु भएको छ। उहाँको सम्पर्क नम्बर 98512 80 400 हो। त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबरा 98512 80 789 को कमान्डमा रिलिफ एन्ड रेस्क्यु टोली रसुवातर्फ परिचालन गरिएको छ। नेपाल प्रहरीले बाढी तथा विपद प्रभावित जिल्लाहरूमा उद्धार, खोज तथा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सिनियर प्रहरी अधिकृतहरूलाई फोकल पर्सनको रूपमा थप परिचालन गरेको छ। जसअनुसार प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरे 98 560 62 255 जी प्रकार तनहु, प्रहरी नायब परीक्षक प्रकाश दाहाल 98 512 29 860 जी प्रकार धादिङ, प्रहरी नायब परीक्षक अनिल पण्डित 98 570 87 555 जी प्रकार नवलपरासी पूर्व, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ 98 560 61 190 जी प्रकार गोर्खा, प्रहरी निरीक्षक मनीष श्रेष्ठ 98 570 90 554 जी प्रकार चितवन, प्रहरी निरीक्षक दिल्लीराज सापकोटा 98 512 94 909 जी प्रकार रसुवा र प्रहरी निरीक्षक वीरबहादुर बुढायर 98 512 98 800 लाई जी प्रकार नुवाकोटमा थप खटाइएको छ। घाइतेहरूको उद्धार पछिको उपचारमा सहजीकरणको लागि वीर अस्पतालमा प्रहरी नायब परीक्षक चन्द्र कुमार थापा 98 512 83 757, सिभिल अस्पताल नयाँ बानेश्वरमा प्रहरी नायब परीक्षक राजकुमार सिंह 98 512 80 116, त्रिवी शिक्षण अस्पतालमा प्रहरी नायब परीक्षक नवराज पोखरेल 98 580 45 166, केएमसी अस्पतालमा प्रहरी नायब परीक्षक हिमा थोकर 98 512 82 079 परिचालन भएका छन् भने काठमाडौँ लगायत विभिन्न अस्पतालहरूको समन्वयको रूपमा त्रिवी शिक्षण अस्पतालमा बेस रहने गरी प्रहरी नायब महानिरीक्षक ओम बहादुर राणा 98 512 80 600 को कमान्डमा 52 जना टोली परिचालन भएका छन्। त्यसैगरी विमानस्थलमा ल्याएको शवको व्यवस्थापन तथा मृतकका आफन्तसँग समन्वयको लागि प्रहरी उपरीक्षक राजकुमार सिलवाल 98 512 87 478 को कमान्डमा हेल्प डेस्क स्थापना गरिएको छ। सम्पर्कविहीन प्रहरी कर्मचारीको खोज तलासको लागि प्रहरी वरिष्ठ उपरीक्षक
सन्तोष कुमार भट्टराई 98 512 81 321। चितवन जिल्लातर्फ घटनास्थल मुचुल्का तयार गर्न प्रहरी निरीक्षक काशीराज थापालाई खटाइएको छ। उहाँको नम्बर 98 41 51 31 56 रहेको छ। बेपत्ता पर्यटकको खोजीको लागि प्रहरी नायब परीक्षक विश्वराज अधिकारी 98 512 81 381 लाई खटाइएको छ। नुवाकोट जिल्लातर्फ मुचुल्का तयार गर्न प्रहरी नायब परीक्षक हिरेन्द्र बहादुर रोकाए 98 584 90 174। कानुनी सहायताको लागि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी 98 512 81 330 र घटनास्थलमा राहत वितरण सहायताको लागि प्रहरी उपरीक्षक निर्मल बुढाथकीको कमान्डमा टोली खटाइएको छ भने सब व्यवस्थापनको लागि प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल 98 512 80 457 को कमान्डमा टोली परिचालन गरिएको छ। सब पहिचानको लागि सबलाई नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा राखिनेछ। हामीले सम्पर्कविहीन प्रहरी तथा बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छौं। अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालना गर्नुहुन सबैमा विशेष अनुरोध गर्दछौं। धन्यवाद। जय नेपाल।